हेलो साथीहरू, वेलकम छ है मेरो युट्युब च्यानलमा। ल आज म सिजी जाँदैछु। अब के कस्तो छ त ल है हजुरहरू हेर्दै गर्नु होला। मेरो पुरा भिडियो आइसकेको छ फेरि पनि। ल म यसरी रुमबाट रेडी भएर जाँदैछु। अब म चोकमा गएर गाडी चढ्नको लागि यसरी म हिँड्दैछु साथीहरू एक्लै यसरी। ल म हाकिमचोक आइपुगेँ साथीहरू। हाकिमचोकबाट म अब सिजीको लागि यहाँ कुरिरहेको छु। हाम्रो टोलीहरू आइपुग्नु भएको छैन, आइसक्नु भएर म हाकिमचोकबाट हिँडेर शहीद चोक आइसक्यो साथीहरू। यसरी पुलचोक आइपुग्यो हामी। पुलचोकबाट अब नारायणी पुल माथि पुग्यो हामी। यसरी पुलमा भिड लागेको छ साथीहरू। ल हामी यसरी गयो सिजी। अब हेर्न सक्नुहुन्छ हजुरहरूले पनि। यसरी नारायणीमा पुरै भिड थियो। हामी जङ्गल पुग्न लागिसक्यौँ, काउसोती निरको जङ्गल साथीहरू हेर्न सक्नुहुन्छ। यसरी एकदम राम्रो रहेछ बाटो के नारायण घाटदेखि एकदम राम्रो। फाइनली म सिजी आइपुगेँ साथीहरू। मेरो बुढी पनि छन्। ल यसरी पुरै हामी सिजी अब छिर्नलाई तयारी छ। ल अब यहाँबाट म सामान राख्न गइरहेको छु यता। र भाइहरू पनि आइसक्यो, बाबुहरू नानी यसरी सबैजना आइसक्नु भयो। अब हामी भित्र जाँदैछौँ। यसरी हेर्न सक्नुहुन्छ बेलुकाको बेलामा त एकदम रमाइलो आनन्द शीतल हुँदो रहेछ साथीहरू। एकदम धेरै हुनुहुन्थ्यो मान्छेहरू। ल हेर्न सक्नुहुन्छ मेरो पछाडि ब्याकग्राउन्डमा देखिएको एकदम आनन्द हुँदो रहेछ है। ल साथीहरू बेलुकामा नपुगेको साथीहरू पनि सिजी आउनु होला। तर 7 बजे नै बन्द हुँदो रहेछ कि 7:30 बजेबाट छिर्न नपाइँदो रहेछ। त्यही भएर अलिक छिटै आउनु होला र अनि घुम्नु होला हजुरहरू नि बेलुकासम्म गरेर। एकदम रमाइलो छ है साथीहरू, जानु होला। यसरी हामी घुमियो यताउता गरेर। हेर्न सक्नुहुन्छ कति धेरै हुनुहुन्छ मान्छेहरू बेलुकाको बेलामा नि। यति धेरै भिडभाड आनन्द शीतल गर्मीमा के एकदम रमाइलो हुँदो रहेछ है साथीहरू। एकदम शीतल हुन्छ, एकदम आनन्द। जति भिडभाड भए पनि आनन्द, चिसो शीतल गर्मी महिनामा के आनन्द छ। त्यही भएर पुग्नु होला है नपुगेको साथीहरू। यसरी देख्न सक्नुहुन्छ है फोटो खिच्नेहरूको नि भिडभाड छ यसरी। ल है साथीहरू आउनु होला। सिजीको भ्लग कस्तो लागिरहेछ हजुरहरूलाई कमेन्ट गर्नु होला साथीहरू। यस्तो चित्रहरू पनि रहेछ यहाँ, यस्तो चित्रहरू पनि देखियो। नगएको साथीहरूले यहीँ हेर्नु होला है। जस्तो भए पनि यस्तो हेरेर चित्त बुझाउनु होला। शान्तिनो है साथीहरू। सिजीको भ्लग कस्तो लाग्यो हेरेर पुरै लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानलमा।